सबैलाई नमस्ते, मेरो नाम सृजना खड्का। आज चाहिँ हामी भिडियो बनाउँदैछौँ म र छोरी। अनि एउटा हेरिदिनु होला। नाम परिचय दिनुहोस्। नमस्ते, मेरो नाम धारिणी साई हो। म कक्षा अब 6 मा गइसकेको छु र हामीहरू किर्तिपुरमा बस्छौँ। अनि आज चाहिँ म हिजो आन्टीको घरमा बसेको हुनाले आज दिनभरि कति रमाइलो गर्छौँ, रमाइलो गर्ने क्रममा के हुन्छ त्यो पनि देख्न सक्नुहुन्छ। सो नमस्ते गाइस, हामी आइसकेको छौँ। मैले अघि भनेको नै थिएँ कि तपाईहरुलाई आज दिनभरिको हाम्रो रमाइलो गर्ने क्रममा के हुन्छ त्यो तपाईहरु देख्न सक्नुहुनेछ भनेर भनेको नै थिएँ। सो आज चाहिँ हामी केही चीज बनाउन लागेको छौँ र यस्तै गर्दा खाजा खाने समय साँझ पर्न लागिसकेको छ। त्यसैले हामी खाजाको लागि आज हामी फापरको रोटी खाँदैछौँ। त्यसैले आज कसरी बनाउने त थाहा नभएकोहरू हेरिदिनु होला र थाहा भएकोहरूलाई आफ्नो रेसिपीमा केही मिस भएको कुराहरूलाई फेरि थप्न सक्नुहुनेछ। त्यसैले फुल भिडियो हेरिदिनु होला, हेर्न सक्नुहुन्छ। यो चाहिँ पिठो हो, कोदाको पनि रोटी बनाइन्छ आज। एउटा कोदाको, एउटा फापरको बनाउँछु। हामी बटुकोमा हाली भन अलिक पछि काट्न मिलिहाल्छ नि। यो चाहिँ साँच्चै नै बिस्तारै फेरि मिनी कुत्रो टुटुसोले बोलेको भनेर मन बेग्लाउँदैन है। त्यसरी चाहिँ बिस्तारै बोल्नुपर्छ है। घरबेटी छन् कि छैनन् मलाई थाहा छैन। खै खाएर वाह ओए कस्तो मिठो। आन्टी 3टा बनाउने हैन, एउटामा चिनी हाल्दिनु न। म चिनी हाले खाने। चिनी चाहिँ म क्या गरेर अनि के भन्नु होला।
घर काम मलाई चाहिँ यस्तो रोटी हाल्छ बिग्दै के होला यो चाहिँ गुल्लो भयो यो चाहिँ के हो यही पनि आधी मासिसक्यो रहेछ मैले ठिकै हो खानु ए यम्मी गाइस पापडको रोटी गाइस तपाईहरुको घरतिर तपाईहरुसँग चाहिँ यता बाहिर सहरतिर आउनु भएको छ र फापरको धुलो छैन भने चाहिँ अनि गाउँबाट चाहिँ प्याकिङ गरेर पठाइदिन पनि भन्न मिल्छ सो पाकी सकेको छ त्यो मिठो मिठो वासना आइरहेछ ओके जर आन्टीले यस्तो मेहनत गरेको पछि मामाले मिठो छैन भन्छ फेरि आमा त्यो साध्न लाग्यो तेल गाइस सो गाइस आज मात्र यो हिजो र आज मात्र बसेकोमा भोलि दिउँसो गइहाल्छु अनि त्यसपछि आन्टीले भ्लग एक्लै बनाउनुहुन्छ माइ नगर्दिनु र माएको दिन फेरि बनाउँला सो आजको लागि चाहिँ रमाइलोसँग है भोलि गइहाल्छु त्यसपछि स्कुल लाग्ने भइसक्यो रोटी नदेखाऊ यस्तो हुन्छ म खाँदै यसमा पापड हुन्छ नि त अलि आइसक्यो मलाई आशा छ कि तपाईले हाम्रो भिडियोलाई नमन पराउने कुरै छैन तपाईले हाम्रो भिडियोलाई राम्रो मानेर हेरिनुहुन्छ नि म आशा छु सो अब के सानो डस्टबिन थियो मिनी डस्टबिन भनेर डस्टबिन ए बाल्टिन मिनी बाल्टिन पनि थियो त्यही मिनी बाल्टिनमा यसलाई चाहिँ हालेको अर्को बाल्टिनमा हाल्ने कुरा गर्दै हुनुहुन्थ्यो रे अनि यो चाहिँ मेरो फेभरेट कलर हो त्यसैले हेर्न सक्नुहुन्छ त्यहाँ माउन्ट एभरेस्ट नेसको अब फेरि त्यस्तै गरी नै बनाउने है गाइस केही कन्फ्युजन छ भने कमेन्टमा यति तपाईहरुलाई यस्तै रेसिपीहरु चाहिएको छ लिएर यसलाई पनि कोदाको पिठो पनि यस्तो घोलेको छौं अब फेरि सन्तोष मामाले प्र्याङ्क गर्यो भने त रुने हुन्छ रुँदैन त्यो अनि अब हामी देखो त्यहाँ नगर होला अनि लामो भिडियो बनाउँ हेर्नुस् सानो कुरो है माथि आउटलाइन डिस्टर्ब गरेर पर्ने हुन्छ थोरै तेल हाल्नुपर्छ यसलाई सुनाइ एउटा उखान लाज किन बाबा हुने बिरुवाको चिल्लो पात भने यही हो ठुलो भइसक्यो लाज मान्छे लाज त लागिहाल्छ नि तर देख म त यस्तै रोटी हाल्छु मलाई त हाल्न आउँदैन कोदाको रोटी के गर्ने आज सन्तोष मामाले प्र्याङ्क गर्न लागेको छन् गाइस अनि गइहालौँ न प्र्याङ्क गर्नु त्यो क्यामेरा अफ गरिकन बोल्नुपर्छ त्यसलाई अनि कहाँ क्यामेरा देखाइकन गर्ने हो र त्यहाँनिर राख्नुपर्छ त्यहाँनिर सो गाइस एकछिन हामी उताबाट बोलाइ लिएर आउँछौँ के प्र्याङ्क मिलाउने गर्नुपर्छ त्यो भन्नु अनि त्यो बनाएर यस्तो हुन्छ यसलाई पनि फेरि सो गाइस आज हामी सन्तोष मामाले के प्र्याङ्क गर्नु भने चाहिँ केटीको प्र्याङ्क गर्दैछौँ है हामीहरू प्र्याङ्क कस्तो हुन्छ देख्नुहुन्छ तपाईँहरू चाहिँ क्यामेरा लुकाउँछौँ देख्नु भने हाम्रो मिस्टेक होइन त्यो मामाले थाहा पाउनु भने चाहिँ हामी प्रब्लममा फस्छौँ त्यही हो सो गाइस अब हामी गइरहेको छौँ के गर्न आन्टी प्र्याङ्क सानो